छ हाम्रो एजुकेसन नेपाल युट्युब च्यानलमा। आज चाहिँ हामी नेपाल राष्ट्र ब्याङ्कले भोलि शुक्रबार विभिन्न तहमा अधिकृत सहायकमा ठुलो भारी सङ्ख्यामा विज्ञापन खुल्दैछ र तपाईँहरूले नेपाल राष्ट्र ब्याङ्कको वेबसाइटमा गएर र आफ्नो आइडी लगइन गरेर हेर्न सक्नुहुनेछ कति सङ्ख्यामा खुल्दैछ। यो हेर्नुहोला, मैले तपाईँलाई यहाँ देखाएको छु। अधिकृतमा 10 जना महिला, दलित, अपाङ्ग, मधेसी र आगमा, र सहायकमा चाहिँ महिला, दलित गरेर 10 जना र अधिकृतमा चाहिँ 5 जना मात्र खुलाएको छ। नेपाल राष्ट्र ब्याङ्कको लागि यो खरिदार स्तरको इक्जाम परीक्षा हुन्छ। अस्ति नै प्री टेस्टमा पास भएकाहरूले अब प्री टेस्ट दिनु पर्दैन। यो इक्जाम दिनुको लागि प्री टेस्ट अस्तिको 4थो तहको दिनुपर्ने हुन्छ सहायक स्तरको लागि भने, अधिकृतको लागि चाहिँ यसको प्री टेस्ट हुन्छ। नयाँ सिलेबस पनि आइसकेको छ साथीहरू। अब भ्याकेन्सी पनि भोलि आउँदैछ। तयारीलाई एकदम मजबुत बनाएर अगाडि बढ्नुहोला र यो वर्ष नै राष्ट्र ब्याङ्कमा जागिर खाने हिसाबले अध्ययन गर्नुहोला र बुकहरू पनि बजारमा विभिन्न लेखकहरूका पाएका छन्। तपाईँहरूले कस्तो बुक लिएर पढ्ने, के पढ्ने भन्दाखेरि जसले ब्याङ्कमा कार्यरत कर्मचारी छ अथवा टिचर छ उहाँकै नै लिएर पढ्नुहोला र थप मेटेरियलको लागि चाहिँ तपाईँले कलेजका बुकहरू अनि च्याट जिपिटीबाट पनि र एआईबाट पनि तपाईँले युट्युबमा, गुगलमा पनि सर्च गरेर पढ्न सक्नुहुनेछ र डेली मोक टेस्ट दिनुहोला। मोक टेस्ट दिएपछि तपाईँको लेखनशीलतालाई अगाडि बढ्न जान्छ र तपाईँको लेखनमा विकास हुन्छ र राम्रो हुन्छ। तपाईँले के कति आफूभित्र ज्ञान रहेको छ भन्ने प्रत्यक्ष रूपमा पनि देख्न सक्नुहुनेछ र भनेपछि मोक टेस्ट चाहिँ नछुटाउनुहोला र आफ्नो अध्ययनलाई निरन्तरता दिनुहोला र भोलि ठुलो सङ्ख्या विज्ञापन खुल्दैछ साथीहरू, त्यसको लागि तयारी एकदम छुट्याउनुहोला। तपाईँहरूले यो थोरै 10वटा खुल्यो भनेर चिन्ता नमान्नुहोला। तपाईँले चाहेको एउटा हो। तपाईँले अध्ययन गर्नुहोला। तपाईँभन्दा राम्रो ट्यालेन्ट कोही पनि छैन। कुनै न कुनै, कोही म्याथमा कमजोर होला, कुनै कानुनमा कमजोर होला, एउटामा कमजोर हुन्छ। सबै जानेको हुँदैन। सबै जान्दा पनि कसैले समय व्यवस्थापन गर्न सक्दैन। धेरै एउटै क्वेसनमा धेरै लेखिदिन्छ, जसका बापत उहाँले कण्ठ गरे तापनि पढे तापनि उहाँहरूले समय म्यानेज गर्न सक्नु भएन भने, व्यवस्थापन गर्न सक्नु भएन भने टाइमलाई, उहाँहरू अवश्य फेल हुनेछन्। यो भाग्य तपाईँको मिहिनेतमा पर्छ र समयसँग धेरै पनि नलेख्ने, थोरै पनि लेख्ने, ट्याक्क लेख्ने, समयलाई ध्यान दिने र त्यसको लागि पूर्व तयारी तपाईँहरूले कुनै पनि संस्था अथवा इन्स्टिच्युटहरूमा गएर त्यहाँ मोक टेस्ट दिनुहोला हैन। तपाईँहरूलाई एउटा जुनसुकैमा गए पनि हुन्छ, तपाईँहरूको इच्छा, र त्यसै कारणले तयारीलाई तीव्र बनाउनुहोला। यो पटक तपाईँहरूले सहायक स्तरमा को लागि इक्जामको लागि प्री टेस्ट पर्दैन, डाइरेक्ट सेकेन्ड पेपर र थर्ड पेपर हुन्छ र त्यसको लागि आजबाट तयारी थाल्नुहोला। बाँकी कुरा चाहिँ हामी भ्याकेन्सी आयो भने भोलि शुक्रबार अनि कुरा गरौँला। हस् साथी, सबैलाई धेरै धेरै धन्यवाद छ। अहिलेसम्म नकाटिकनै सुन्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। बाँकी भेट अर्को भिडियोमा हुनेछ। आजलाई यति नै, धन्यवाद।